हिरासनसै जापानिज इजी 1 च्यानलमा तपाईलाई स्वागत छ। आज हामी मिनान्योङ्गो लेसन 1 दाइ इक्खा पढ्न गइरहेको छौं। यसमा दुईटा कुरा पढिन्छ मोस्टली, जोशी र टेन्स यानी काल। जोशी भन्नाले पार्टिकल, जस्तै नेपालीमा पनि, को, चाहिँ, तर, सँगै, र काल भनेको हो, होइन, थियो, थिएन। तर काल नाउनको काल, क्रियाको होइन, कार्यको होइन। जस्तो म भात खाएँ, खाएको थिएँ, खान्छु, खाँदिन होइन कि। जस्तो मेरो नाम प्रज्वल हो, म विद्यार्थी थिएँ, यो पेन्सिल होइन, यो आइसक्रिम थिएन। सुरु गरौँ वा पार्टिकल। वाले चाहिँ बुझाउँछ। हिरागानामा लेख्दा हा लेखिए तापनि शब्दको पछाडि आएर यसले पार्टिकलको रूप लिँदाखेरि यसलाई वा भनिन्छ। यो चाहिँ कुनै पनि सन्दर्भ, कसैको बारेमा, कसैको भन्नाले कुनै पनि नाउनको, नाउन भनेको के हो? थिङ्स, प्लेस, पर्सनको नामलाई हामी नाउन भनिन्छ। यदि यहाँ नेपालीमा नाम भनिन्छ। र जसको बारेमा कुरा गरिन्छ त्यसलाई सब्जेक्ट भनिन्छ र त्यस सब्जेक्टको पछाडि वा पार्टिकल लाग्छ। जस्तै मेरो घरको बिरालो छुचो छ भन्नु पर्यो भने यहाँ हामी कसको बारेमा कुरा गर्दैछौँ? मेरो बारेमा कुरा गर्दैछौँ, मेरो घरको बारेमा कुरा गर्दैछौँ, या बिरालोको बारेमा कुरा गर्दैछौँ? यस, बिरालोको बारेमा कुरा गर्दैछौँ। त्यसैले बिरालोको पछाडि वा पार्टिकल लाग्छ। वातासी नो उची नो नेको वा वारुई देस। नेको वा, किन वा? किनकि बिरालोको बारेमा कुरा भयो। जस्तो नेपालमा स्याउ महँगो छ। अहिले यहाँ के को बारेमा कुरा भयो? नेपाल, स्याउ, स्याउको बारेमा कुरा भयो। स्याउ महँगो छ, स्याउ कस्तो छ, स्याउ कहाँको छ, स्याउ कहिलेको छ, स्याउ के को हो, स्याउको बारेमा कुरा भएको छ। त्यसैले स्याउ सब्जेक्ट हो। त्यसैले स्याउको पछाडि वा लाग्छ। नेपारु नो रिङ्गो वा ताखाई देस। ताखाई भनेको महँगो। चुगी वा मो पार्टिकल। चुगी भनेको नेक्स्ट। चुगी वा मो जोशी। मो जोशीले पनि भन्ने अर्थ दिन्छ। कुनै पनि दोहोरिएको काम अथवा नाममा मो पार्टिकल लाग्छ। जस्तो वातासी वा निहोङ्गो नो गाकुसेई देस। रामसान वा निहोङ्गो नो गाकुसेई देस। यसमा एउटै नाम भयो। म जापानी भाषा पढ्ने विद्यार्थी हो, राम जापानी भाषा पढ्ने विद्यार्थी हो। त्यसैले दोहोर्याउने ठाउँमा हामी मो पार्टिकल लगाउँछौँ। कसले दोहोर्यायो? रामले। त्यसैले वातासी वा निहोङ्गो नो गाकुसेई देस। रामसान वा होइन मो। रामसान मो निहोङ्गो नो गाकुसेई देस। र काममा जस्तो वातासी नो चिची वा गिन्कौ दे हाताराकिमासु। रामसान नो चिची वा गिन्कौ दे हाताराकिमासु। अब यहाँ रामको बुवाले कार्य रिपिट गर्नुभयो। त्यसैले वातासी नो चिची वा गिन्कौ दे हाताराकिमासु। रामसान नो चिची वा होइन मो। रामसान नो चिची मो गिन्कौ दे हाताराकिमासु। चुगी वा नो जोशी। नो पार्टिकल। नो पार्टिकलले नेपालीमा को भन्ने अर्थ दिन्छ। जस्तो 4वटा WH क्वेसनको क्वेसन र एन्सरमा जहिले पनि यो नो भन्ने पार्टिकल आउँछ। के हो त त्यो क्वेसन र एन्सर? जस्तो कसको, दारे नो, कोनो केताई वा दारे नो देस का, वातासी नो देस। आनाता वा दोको नो देस का, वातासी वा नेपारु नो देस। कोनो गोहान वा इचु नो देस का, कोनो गोहान वा आसा नो देस। कोरे वा नान्नो निकु देस का, कोरे वा तोरी नो निकु देस। अब टेन्स हेरौँ। टेन्स काल।
जस्तो वातासी नो नामाए वा राम ज्या आरिमासेन प्रज्वल देस। वातासी नो चिची वा गिन्कौ इन ज्या आरिमासेन सेन्सेई देस। किनौ निचियोबी देसिता दोयोबी ज्या आरिमासेन देसिता अथवा देवा आरिमासेन देसिता। ज्या आरिमासेन भन्दा देवा आरिमासेन चाहिँ अलिकति फर्मल र पोलाइट बुझिन्छ। अब केही अभ्यास गरौँ। सुरुमा वा। रामसान गिन्कौ इन के होला? रामसान वा गिन्कौ इन देस। रामसान नो हाहा सेन्से के होला? रामसान नो हाहा वा सेन्सेई देस। रामसान वा गिन्कौ इन देस। सीतासान वा गिन्कौ इन देस। रामसान सीतासान। अब मो पार्टिकल राखेर हेर्नुहोस्। रामसान वा गिन्कौ इन देस। सीतासान मो गिन्कौ इन देस। नो次は の。どこのどこの写真ですか？何の鍵ですか？餃子いつの餃子ですか？次は練習。